के हजुरहरू बिल प्रिन्ट गर्दै हुनुहुन्छ र बिल प्रिन्ट गर्दा पुरानो फर्मेट युज गर्दै हुनुहुन्छ? अब यस्तो गर्नुभयो भने चाहिँ हजुरहरूलाई जरिमाना पनि लाग्न सक्छ। नयाँ आर्थिक ऐन अनुसार हजुरहरूको नयाँ आर्थिक वर्ष स्टार्ट भएपछि 2083-84 स्टार्ट भएसँगै हजुरहरूले नयाँ बिलमा आफ्नो सेल्सहरू अथवा सर्भिसहरू रेकर्ड गर्नुपर्ने हुन्छ। फर्स्टमा त हामीहरू सबैले जानौँ कि साउन 1 गतेबाट नै हामीहरूले बिल नम्बर 1 बाट स्टार्ट गर्नुपर्ने हुन्छ। जस्तै हजुरहरूको असार 32 सम्म जति बिल नम्बरहरू कन्टिन्यू चलिराख्यो ठिकै छ। अबबाट साउन 1 गतेबाट हजुरहरू बिल काट्दै हुनुहुन्छ भने 1 नम्बरबाट बिल इस्यु गर्नुपर्ने हुन्छ। र अब बुझौँ कि नयाँ फर्मेटहरू कसको लागि एप्लिकेबल छ भनेर। यदि हजुरहरू स्वास्थ्य संस्था निकायहरू हुनुहुन्छ भने हजुरहरूले स्क्रिनमा देखाए जस्तो फर्मेटमा, नयाँ फर्मेटमा, पुरानो चाहिँ डिफ्रेन्ट थियो। अब नयाँ आर्थिक वर्ष सुरु भएसँगै स्वास्थ्य संस्था मा आबद्ध हुनुभएको सर्भिस दिनु, स्वास्थ्य रिलेटेड सर्भिस दिने संस्थाले चाहिँ स्क्रिनमा देखाए अनुसारको फर्मेटमा बिल इस्यु गर्नुपर्ने हुन्छ। वा यदि हजुरहरू स्वास्थ्य संस्थामा त हुनुहुन्न तर शिक्षा रिलेटेड सर्भिस दिनुहुन्छ भने स्क्रिनमा देखाए जस्तो अर्को फर्मेटमा हजुरहरूले बिल प्रिन्ट गर्नुपर्ने हुन्छ। र यदि हजुरहरू दुईटै सर्भिस त दिनु हुँदैन तर हजुरहरूले ज्वेलरी सम्बन्धी अथवा हजुरहरूले सुन तथा चाँदी र त्यसको गरगहनाहरू बेच्नुहुन्छ भने अर्को फर्मेटमा बिल बनाउनु पर्ने हुन्छ, जसमा 0.5% एडिसनल ट्याक्स एड भएको छ। स्वास्थ्य र शिक्षामा चाहिँ 3% समता शुल्क एड भएको छ भने हजुरहरू यदि 5 स्टार र त्यो सोभन्दा बढी स्टारको होटल र लग्जरी रिसोर्ट को सर्भिस दिँदै हुनुहुन्छ भने हजुरहरूले 2% लग्जरी ट्याक्स यो फर्मेटमा चाहिँ हजुरहरूले बिल इस्यु गर्नुपर्ने हुन्छ। अब हजुरहरूले नयाँ वर्षको लागि बिल प्रिन्ट गर्दै हुनुहुन्छ भने दिएको फर्मेट अनुसार नै बिल छापेर हजुरहरूले सर्भिस दिएर आफ्नो बिल इस्यु गर्नुहोला र भविष्यमा लाग्ने जरिमानाबाट बच्न सक्नुहुनेछ। यदि हजुरहरू यस्तै बिजनेस रिलेटेड र ट्याक्स रिलेटेड अपडेटहरू समयमै आफूले अपडेट हुन चाहनुहुन्छ भने हामीहरूलाई फलो गर्न सक्नुहुनेछ। धन्यवाद।